नमस्कार सम्पूर्णमा सर्वप्रथम त हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु। यस भिडियोलाई अन्त्यसम्म हेरिकिन लाइक कमेन्ट सेयर गरिकिन साथ दिनुहोला। फलानु पार्टीको अध्यक्षलाई समाउँछु भनेर निर्णय गराउनुहुन्छ। शुभकामना दिन पनि नभ्याएको मान्छेले अब मेरो यो बाइट गएपछि गाली गर्नु होला। मलाई चिन्नु भएको छैन, मेरो बारेमा थाहा छैन, गलत छ है। किनभने होइन भने नि उहाँहरू पनि आफ्ना लुगा झुली झाम्टाहरू के लान मन लाग्यो लिएर जाँदा हुन्छ। हामी 24 घण्टा होइन, हामी त्यति घण्टा पनि लाग्ने छैन उहाँलाई फेरि त्यो ठाउँमा छोड्नको लागि। यी दुई मैयाको कुराहरू सुनिसक्नुभयो। अब म केही कुराहरू राख्न चाहन्छु हजुरहरू माझ। सर्वप्रथम त सुदन गुरुङज्यूलाई हार्दिक धन्यवाद। विशेष गरी हजुरलाई गर्वका साथ सम्मान गर्दछु। हजुरले जुन साहसी हिम्मतका साथ अगाडि बढेर आज जुन काम गर्नुभयो, यो तारिफ गरेर तारिफ गर्ने ठाउँ छैन, कसैले सक्दैन। यो ठाउँमा आएर कति आए कति गए कसैले गर्नु सकेन, तर तपाईलाई त बारम्बार सल्युट गर्नु मन लागिरहेछ। आज यसरी नै अगाडि बढ्नु होला। तमाम नेपाल अधिराज्यका तपाईको साथमा छौँ। यसरी काम गर्नु भयो भने भोलिको दिन प्रधानमन्त्री बन्नु पनि तपाईलाई कुनै टाइम लाग्दैन। तपाई निर्धक्क भएर यसरी काम गर्नु होला, अगाडि बढ्नु होला। कुनै पनि कामलाई चाहिँ तपाईले पेन्डिङ नराख्नु होला र कुनै पनि पार्टीको राजनीतिक दलहरूलाई म प्रक्रिया चालेर पक्रिन्छु भन्ने तपाईले सोच राख्नु भयो भने चाहिँ फेरि सक्नुहुन्न नि। किनकि उहाँहरूले यदि तपाईले आज केपी ओलीलाई पक्रिनु नभएको भए आइतबार उहाँहरूले रणनीति खेलेर हरेक थोक उहाँहरूले तपाईको हातमै उल्टा हट गरी लगाइसक्थ्यो। तपाईले जे गर्नुभयो बेस्ट गर्नुभयो एकदम। यसरी नै जति भ्रष्टाचारहरू छ तपाईसँग एभिडेन्स थोरै भए पनि झ्याम पक्रेर कहिल्यै ननिस्किने गरी बरु फाँसी नै हुने गरी हालिदिनुहोस्। हामी गर्वको साथ तपाईलाई सम्मान गर्छौँ। किनकि नेपालमा भरिसके एउटा पनि कमिना भ्रष्टाचार नरहोस्। नेपालको माटोमा टेक्ने व्यक्ति किन नहोस्, गरिब होस्, तर आफ्नो मेहनतको साथ धैर्यता गरेर खाने व्यक्तिहरू होस्।